2082 साल जेठको 22 गते परेको छ गंगा दशहरा। माँ गंगा अवतरण दिवस। यस दिनमा गर्नुहोस् यी 3 काम जसले तपाईको शरीरमा भएका, व्यवसाय स्थलमा भएका, साथै तपाईको घरमा भएका नकारात्मक शक्तिहरूलाई नष्ट गर्ने काम गर्दछ, नेगेटिभ इनर्जीहरूलाई नष्ट गर्ने काम गर्दछ, साथै तपाईको मनोकामना, इच्छा चाहनाहरू पनि परिपूर्ति गर्ने काम गर्दछ। यस दिनमा गंगा जलमा थोरै फिटकिरी मिसाएर स्नान गर्नुभयो भने तपाईको शरीरमा भएका नेगेटिभ इनर्जी दूर हुनेछ, साथै तपाईको मनमा आउने नेगेटिभ सोच विचारहरू पनि दूर भएर जानेछ। साथै यस दिनमा दूधमा शहद यानी कि मह मिसाएर यदि भगवान शिवलिङ्गमा यदि अर्पित गर्नुहुन्छ भने तपाईको मनोकामना, इच्छा चाहनाहरू पूरा भएर जानेछ। साथै यस दिनमा एउटा कचौरा लिनुस् र त्यो कचौरामा गंगाजल हाल्नुस् र त्यो गंगाजल हालेको कचौरामा एउटा चाँदीको सिक्का या स्क्वायर टुक्रा चाँदीको राख्नुहोला र त्यसमा पहेँलो कलरको फूल पनि राख्नुहोला र घरबाट बाहिरपट्टि निस्किने क्रममा मेन ढोकाको दाहिनेपट्टि साइडमा तपाईले त्यसलाई चाहिँ राख्नुहोला बिहानको समयमा। र साँझको समयमा त्यो तपाईले जुन राख्नु भएको कचौरा छ त्यस कचौराबाट भएको जल त्यो फूलले चाहिँ तपाईँ घरैभरि या कार्यालय स्थलमा या व्यवसाय स्थलमा चाहिँ छिड्काउ मार्नुहोला। यसो गर्नाले तपाईँ कार्यालय स्थलमा या घरमा या व्यवसाय स्थलमा भएका नेगेटिभ इनर्जीहरू दूर भएर जानेछ।